हाई हेलो एभ्रिवान। आज चाहिँ छुट्टी थियो। छुट्टीमा चाहिँ यो जुन हातमा खेलाउँदै गरेको चाहिँ सेतो माटो हो, कमेरो माटो भन्छ यसले चाहिँ, सेतो माटो। अन्त यो चाहिँ चुला लिप्नु लागि चाहिँ मैले भाइलाई ल्याउनु लगाएको। यो सेतो माटो चाहिँ लिप्दाखेरि चाहिँ चुलाहरू पक्का हुन्छ, डर हुन्छ। यो चुला चाहिँ यहाँनिर छ, अस्तिनिर चाहिँ भाउजूलाई बनाउनु लगाएको। यहाँ मुनि चाहिँ इँटाहरू हालेको छ। अन्त यहाँनिर चाहिँ चुला चाहिँ यस्तो छ। अब यो डल्लै चाहिँ कमेरो माटोले चाहिँ लिपेर चाहिँ पक्का बनाउनुपर्छ दह्रो। कमेरो माटो लिप्यो भने चाहिँ त्यति बेसी उक्किँदैन। यहाँनिर दुईवटा तिनवटा छ सानो बनाएको चुला चाहिँ यस्तो छ। यहाँ मुनि चाहिँ डल्लै इँटा लगाएको छ यस्तो यस्तो छ। अब यो चुला चाहिँ लिप्नुपर्छ, भित्रबाट चाहिँ रिपेयरिङ गर्नुपर्छ। फर्स्टमा यो भित्र चाहिँ कति वर्षको बादमा चाहिँ आज लिपेको। हाम्रो बस्तीतिर यस्तो खालको चुलाहरू हुन्छ, त्यसपछि अर्को त्यतिकै नर्मली त्यो बनाएको पनि हुन्छ। यो चुला अनि घरहरू नलिपेको चाहिँ धेरै वर्ष भएको थियो। आज चाहिँ कति वर्षको बादमा चाहिँ म कमेरो माटो छुएर चाहिँ लिप्दैछु। यो चाहिँ अस्ति भाउजूले बनाउन भनेको गरी चाहिँ निकै टाल्नुपर्छ यस्तो कमेरो माटो। अन्त यहाँ पनि अलिक हाल्नुपर्छ यसरी। पहिला सानोमा चाहिँ पुरा घरहरू लिप्थ्यो हामी, चुलाहरू घरहरू। यो जुन डल्लोलाई पनि अलिक यस्तो गर्नुपर्छ। यहाँ मुनि चाहिँ झरेको गरेर चाहिँ कति टाइम लगायो। अब यसलाई फेरि एकखेप रिपिट गर्नुपर्छ। यस्तो राख्दा चाहिँ के हुन्छ, यता आगो जाँदैन भने नि यस्तो छेक्दा होइन फोनको यता चाहिँ खरानी रोकिने। सेतो माटोले चाहिँ डर सिमेन्ट जस्तै पक्रिन्छ नि। डर हुन्छ नि, हात पातको डर यो हुन्छ त। रातो माटो थिएन, कालो माटो थिएन त्यो अनि आज चाहिँ सक्यो। यस्तो हो। फर्स्टमा हामीले चाहिँ इँटा र कालो माटोले चाहिँ लिपेर राख्यो। 2-3 दिन राखेपछि फेरि सेतो माटोले लिपेपछि चाहिँ फेरि त्यसको 2 दिन पछि चाहिँ फेरि यो चाहिँ फाइनल लिपेको। यो चाहिँ फाइनल हो। यस्तो भयो। फाइनलमा चाहिँ अब चाहिँ आगोहरू फुक्दाखेरि पनि हुन्छ। भाउजूले चाहिँ यहाँनिर कोइलाहरू राख्नु, आफै सुक्दै जान्छ भन्नुहुँदै थियो। त्यसपछि अब बाल्दै जाँदाखेरि चाहिँ उक्किँदै जान्छ। त्यसपछि फेरि लिप्दै जानुपर्छ। फेरि त्यसरी नै दाउरा बाल्दै अब के कालो हुन्छ, भत्किन्छ। त्यसपछि फेरि लिप्दै जानुपर्छ, त्यहाँदेखि चाहिँ दह्रो हुन्छ। यो चाहिँ लिपिसकेर 2 दिन पछि फेरि सुक्नु लगाएर चाहिँ मैले आगो फुकेको। आगो पनि मजाले बल्यो। यहाँनिर यस्तो भएको छ हेर्नुहोस्। अनि हाम्रो भाउजूले चाहिँ दामी सानो चुला होइन, अझै योभन्दा सानो पनि चुला बनाउनुहुन्छ, दामी बनाउनुहुन्छ। मैले चाहिँ यो चुलामा चाहिँ किक्लीमा पानी तताएको छु। यो किक्लीमा चाहिँ मैले कालो साबुनले चाहिँ लिपेको छु। यहाँनिर देख्दैन त्यस्तो। कालो साबुनले लिप्दाखेरि चाहिँ कालो हुँदैन अनि मस्काउँदाखेरि पनि मजाले जान्छ। साबुनहरू लाएर यसरी बसायो भने चाहिँ, होइन भने चाहिँ माटोले लिपेर बसाउँदाखेरि पनि हुन्छ। त्यतिखेर चाहिँ मस्काउँदाखेरि चाहिँ गइहाल्छ। बाहिर चाहिँ पुरा पानी परिरहेछ। हाम्रोतिर चाहिँ पानी पुरा पर्छै बस्छ यो नदमा चाहिँ।